नेपालको पश्चिम पहाडी जिल्ला दैलेखमा प्राकृतिक स्रोतले भरिपूर्ण एक महत्त्वपूर्ण क्षेत्र हो। यहाँ जमिन मुनिबाट वर्षौंदेखि प्राकृतिक ग्यासका सङ्केतहरू देखिँदै आएका छन्, जसले यस क्षेत्रलाई ऊर्जा सम्भावनाको केन्द्र बनाएको छ। हाल विशेषज्ञ टोलीले ग्यास भण्डारको विस्तृत अध्ययन र अनुसन्धान गरिरहेका छन्, जहाँ आधुनिक प्रविधिको प्रयोग हुँदै उत्खनन प्रक्रिया अघि बढिरहेको छ। प्रारम्भिक अध्ययन अनुसार दैलेखमा ठूलो मात्रामा ग्यास भण्डार रहेको अनुमान गरिएको छ, जसले भविष्यमा नेपालको ऊर्जा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ। नेपाल सरकार र सम्बन्धित निकायहरूले यस परियोजनालाई प्राथमिकतामा राख्दै आवश्यक योजना र कार्यान्वयनलाई तीव्रता दिएका छन्। यदि यो परियोजना सफल भयो भने नेपालले आफ्नै स्रोतबाट ऊर्जा उत्पादन गर्दै आत्मनिर्भर बन्ने दिशामा ठूलो फड्को मार्नेछ। यसले स्थानीय विकास, रोजगारी सृजना र आर्थिक समृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ। दैलेखको ग्यास नेपालको उज्यालो र समृद्ध भविष्यको आधार बन्न सक्नेछ।